सम्पूर्णमा म अधिवक्ता हिरा श्रेष्ठ आज पनि हजुर समक्ष छोटो कानुनी जानकारी लिएर उपस्थित भएको छु। आज चाहिँ जानकारी दिने क्रममा चाहिँ कुनै पनि अपराधको अनुसन्धान गर्ने क्रममा प्रहरीहरूद्वारा कानुन बमोजिम थुनामा रहेका व्यक्तिहरूलाई चाहिँ मानसिक शारीरिक रूपमा यातना दिएको अवस्था छ भने चाहिँ सो व्यक्तिहरूद्वारा यदि सो यातनाको चाहिँ प्रमाण पुर्याउन सकेको अवस्थामा प्रहरीहरूलाई पनि कानुन बमोजिम सजाय हुने व्यवस्था रहेको छ र सो विषयलाई लिएर छोटो जानकारी दिन गएको हो। यदि कानुन बमोजिम थुनामा रहेको व्यक्तिलाई प्रहरीद्वारा मानसिक शारीरिक रूपमा यातना दिएको अवस्था छ भने हजुरहरूको मुख्य प्रमाण भनेको हजुरहरूको मेडिकल रिपोर्ट हुन सक्नेछ र सो मेडिकल रिपोर्टलाई हजुरहरू स्वयंले अदालत मार्फत या चाहिँ हजुरहरूको वकिल मार्फत चाहिँ हजुरहरूले सो कुराको परीक्षण गर्न सक्नुहुनेछ र सो कुराको प्रमाणित भइसकेपछि हजुरहरूको नजिकको क्षेत्राधिकार पर्ने प्रहरी कार्यालयमा गएर सो विषयलाई लिएर हजुरहरूले जाहेरी दरखास्त दिन सक्नुहुनेछ र कुनै कारणवश सो जाहेरी दरखास्त प्रहरीद्वारा लिन मानेन भने हजुरहरूले जिल्ला सरकारी वकिल कार्यालय मार्फत पनि सो कुराको दरखास्त लिएर अदालत मार्फत हजुरहरूले न्याय पाउन सक्नुहुनेछ। हस्त नमस्ते।